हेलो गाइस, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। नमस्कार सबैजनालाई। कस्तो हुनुहुन्छ तपाईँहरू सन्चै हुनुहुन्छ होला हैन? गुड मर्निङ। हाउ आर यू? How are you? Your item is finished, huh? There in the buffet. Fruits, frozen. Seriously? Yeah. Okay, I'll check. What is this? It's a walnut pack. आज चाहिँ मेरो पास्ता सेक्सनमा छ हैन ड्युटी। आज सिस्काको छुट्टी हो, सलोमेको 2 दिन छुट्टी दिन्छ होला। 2 दिन आज र भोलि चाहिँ पास्ता होला मेरो। र हेर्न सक्नुहुन्छ पास्ता चाहिँ यो प्रकारले बोइल भइरहेछ हैन। स्पेगेटी पास्ता, यता पेने पास्ता पनि रेडी भइसक्यो। अब यो लुङ्गिनी पास्ता छ, अरू त छ माइक्रोनी, रिगोटोनीहरू त छ हैन। अरू सबै रेडी भइसक्यो। अब व्हाइट ससहरू बनाउनु छ, चिज ससहरू। त्यहाँबाट चाहिँ गएर सेटिङ गरेर त्यहाँबाट अर्डर सुरु हुन्छ। आज बेसी गेस्ट त छैन, समथिङ 70 समथिङ होला। अनि आज राति चाहिँ फेरि अर्को रिसोर्टमा आउँदैछ कि वान एन्ड ओन्ली रिसोर्टको 25 जना एक्स्ट्रा आउँदैछ। तिनीहरूको लागि पनि बनाउनुपर्छ एक्स्ट्रा। हेरिराख्नुहोस्, भनिराख्नुहोस् हैन। आज यो गर्नुको छ है पेस्ट्री चाहिँ। I'm the one made all this. Yeah. ल अब चाहिँ ब्रेकफास्ट खाएर चाहिँ काम सुरु गर्नुपर्छ है। काम बाँचिरहेको छन् कि हाम्रो साथी हिजो कहाँ हरायो है। गाउनु जाउँ भएन सबैजनालाई ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। दसैँ त सकिसक्यो तर ओके। ल गाइस, भेजिटेबलहरू पनि भइसक्यो है, सबै टिपिसक्यो भेजिटेबलहरू। vegetable is here. So আমি ভালোবাসি তোমারে। Hello. You know this? Mangosteen. अब जाने हो, त्यहाँबाट फेरि सुरु गर्नुपर्छ काम। We use very expensive. यहाँ चाहिँ अन्डा सन्डा चिजहरू है, क्रिमहरू, चिजहरू, फ्रुट्सहरू। यता हाम्रो इसान सेफले निकाल्दैछ फ्रुट्सहरू। पोमेग्रेनेट हो, फ्रुट्सहरू छ यता चाहिँ म्याङ्गोहरू है हुन लाग्यो। अब यो आफ्टर अक्टोबर 8 देखि चाहिँ मेरो डेली मर्निङ सिफ्ट छ है, 5 बजीदेखिको 3 बजीसम्म। एकजना ब्रेकफास्टको गाई जाँदैछ भेकेसनमा, त्यही भएर मनै पर्दैन फेरि मलाई। फेरि मर्निङ सिफ्ट चाहिँ 5 बजी उठेर आउनुपर्छ हो, निन्द्रा पनि राम्ररी पुग्दैन। जिन्दगी भन्दाङ गर्दिनँ, मन पर्दैन भनेर पनि भएन होइन, गर्नै पऱ्यो, ड्युटी हो, आउनुपर्छ, गर्नुपर्छ। अहिले चाहिँ मैले सस बनाउनु स्टार्ट गरेँ है, चिज सस, व्हाइट सस होइन। अब यो बनाइसकेर चाहिँ त्यहाँबाट गएर सेटिङ लगाउनुपर्छ आफ्नो किसिम। टाइम पनि हुन लाग्यो, 11:30 भयो। अब 1 घन्टा बाँकी छ। सेटिङ गरेर चिकन सीफुडहरू अलिकति सते गर्नु छ, त्यही गर्नुपर्छ। काउन्टर लागिसकेको छ है, मिक्स सीफुड, अक्टोपस, चिकन काउन्टर यसरी सेट भइसकेको छ। अब 12:30 बजी स्टार्ट हो। आजको मेनु चाहिँ हो हाम्रो है, यस प्रकारको छ मेनु आज। इधरको रेसिपी है। पहले कैसा था तो सब मैं दे देता था। दो फॉर व्हाट? वो एक्स्ट्रा डोनट। Yes, my friend. $50. $1 or $1. क्या करने के लिए रे? But don't have 50. Don't have account. फॉर व्हाट? ए किसके लिए $50? हाँ मांग रहा है उससे। रिटेलिंग ना रिटेलिंग अकाउंट से सेंडिंग अकाउंट ना यू सेंड अनदर अकाउंट अनदर। क्यों चाहिए उसको? मेरे को चाहिए ना, पहले मैं दिया ना उनको। अब वे बोलेंगे मैं देता हूँ। अरे पारा पी रहा हो, अरे पारा पी रहा हो। अयो sorry. ये हमारा फेमस आदमी है। जो हाम्रो आकाश सेफले चाहिँ यहाँ चिकनलाई चाहिँ यस्तो बनाइदिएको छ है, पुरै
रोस्ट चिकन यहाँ छ दिस इज ओन्ली डिस्प्ले त दिस वान गिभ त्यो चाहिँ दिने अरे त्यो चाहिँ डिस्प्लेको लागि अरे होइन यो चाहिँ दिने अरे र मेरो पास्ता पनि रेडी भयो त सबै देख्छन् होइन अब 7 बजीदेखिको गेस्ट आउनु फाइनली लुक्स यस्तो आयो अहिले यो चाहिँ उठाउने होइन यो चाहिँ लाने हो यस्तो स्टफसँगले यता हाम्रो साथी दोस्त के छ ठिकै न रेडी हुँदैछ है ग्रिलको लागि अब त्यहाँ हल्का ओइलमा दलेर चाहिँ त्यहाँबाट यता ग्रिलमा है मजाले टुना फिस Say something. What I have to say? Anything. Yeah, jobless. Jobless. How come? How come? This is passion fruit juice. My friend Tidar is making for us. She have very nice recipe. This juice. Everything now bartender. Bartender. Yeah. Yeah. This is the juice. Perfect. Perfect? Yeah. Let's try. यहाँ चाहिँ तिदरले दिइसकेको छ है जुस पेसन फ्रुट जुस अब पिएर भन्नुपर्छ कस्तो छ भन्दा जो हाम्रो आकाश सेपले चाहिँ यहाँ चिकनलाई चाहिँ यस्तो बनाइदिएको छ है पुरै रोस्ट चिकन यहाँ छ दिस इज ओन्ली डिस्प्ले त दिस वान गिभ त्यो चाहिँ दिने अरे त्यो चाहिँ डिस्प्लेको लागि अरे होइन यो चाहिँ दिने अरे र मेरो पास्ता पनि रेडी भयो त सबै देख्छन् होइन अब 7 बजीदेखिको गेस्ट आउनु यस्तो हुन्छ है हल्का फुल्का फाइनली बुफे चाहिँ क्लोजिङ भयो अब यी साफ सफाइ गरेर होइन क्लोजिङ गर्दैछ सालैमाले पनि सबै मेरो पनि सबै क्लोज भइसक्यो अब हल्का साफ सफाइ गरेर त्यही त्यहाँबाट खाना खाएर जानुपर्छ है।